श्रेष्ठ कुटानी सेवा फलफुलहरू छन्। अनि यहाँ तपाईँको तेल खेलानी सेवा यसमा पठाउने दिदी छन्। अनि यतापट्टि हामीले यसमा चाहिँ मकै दाना त्यसको लागि प्रयोग गर्छौँ। कसैले चाहिँ मकै कताउनु पऱ्यो भने अनि गाई बस्तीको दाना लगाउनु पऱ्यो भने अब यस्तै गरेर हाम्रो त यसैबाट चाहिँ सञ्चालन हुन्छ सबै। यहाँबाट त्यसमा अनि बाट फेरि यता यसै चाहिँ छ। अब यो चाहिँ हाम्रो पुरै यसबाट सबै चाहिँ स्टार्ट गर्ने सबै चाहिँ यसबाट गर्छौँ भने यो तपाईँको गहुँ पिस्ने अनि पछि मसिनो चामलको पिठो, फापरको पिठो, कोदोको पिठो विविध मसिनो पिठोको लागि हामीले यसलाई प्रयोग गर्छौँ भने यो तपाईँको यसमा चाहिँ हामी चामल धान फुटाउनेदेखि लिएर तपाईँको गहुँदेखि गहुँ फल्ने सबै कोदो फल्ने पनि यसमा हामी गर्छौँ। यहाँ देख्न सक्नुहुन्छ भर्खरै हामीले यहाँ गहुँ फलेर राखेका छौँ। यो भनेको पानी नहालिकन फलेको गहुँ हामीले दुई तरिकाबाट चाहिँ फल्ने गर्छौँ। एउटा पानी हालेर अलिक धेरै गुसिन्छ भने अनि पानी नहालिकन यसलाई हामीले फल्ने बित्तिकै बुझ्न सक्छौँ। यता देख्न सक्नुहुन्छ हामी भर्खरै चाहिँ धान कुटाएर गरेका छौँ। धानको भुसा हेर्न सक्नुहुन्छ यति मसिनो हुन्छ। यसमा चाहिँ धेरै फाइदा छ। सानो मेसिनमा चाहिँ तपाईँको भुसा चाहिँ अलि मोटो निस्किने गर्छ भने यसमा चाहिँ तपाईँको मसिनो त्यही साह्रो हुने गर्दछ। अरू चाहिँ आउने गरेको दिपावलीको सम्पूर्ण हाम्रा ग्राहक महानुभावहरूलाई चाहिँ शुभकामना दिन चाहन्छौँ। यस्तै हामी विगत 7-8 वर्षदेखि यस वेशभूषा कुटानी किसान सेवाबाट चाहिँ सेवा दिँदै आएका छौँ र अझै पनि सेवा दिने मौका दिने होला भन्दै हामीले यो सानो भिडियो बन्द गर्छौँ।